अवश्य यहाँ एउटा नेपाली भूतको कथा छ। अँध्यारो बाटोको रहस्य। गाउँको छेउमा एउटा पुरानो बाटो थियो जसलाई अँध्यारो बाटो भनिन्थ्यो। यो बाटो घना जंगलको बीचबाट जान्थ्यो र रात पर्नासाथ डरलाग्दो शान्ति छाउँथ्यो। गाउँलेहरू भन्थे यो बाटोमा एउटा आत्मा घुम्छ जो एक्लै हिँड्नेलाई सताउँछ। एक रात रमेश नामको युवक आफ्नो साथीको घरबाट फर्किँदै थियो। उसलाई थाहा थियो कि अँध्यारो बाटोमा हिँड्नु खतरनाक छ, तर छोटो बाटो यही थियो। उसले हिम्मत जुटायो र बाटोमा हिँड्न थाल्यो। जंगलमा पसेपछि हावा चिसो भयो र पातहरू सरसराहट गर्न थाले। रमेशलाई डर लाग्यो, तर उसले आफ्नो पाइला चालिरह्यो। अचानक उसले एउटा मधुरो आवाज सुन्यो। को हो त्यहाँ? रमेशले चारैतिर हेर्यो, तर कोही थिएन। उसले डरले काँप्दै जवाफ दियो, म रमेश हुँ, गाउँ फर्किँदैछु। फेरि आवाज आयो, तिमी एक्लै छौ? रमेशले फेरि चारैतिर हेर्यो, तर अँध्यारोमा केही देखेन। उसले डरले भन्यो, हो, म एक्लै छु। त्यसपछि रमेशले एउटा सेतो आकृति देखे जो रुखहरूको बीचबाट निस्किरहेको थियो। आकृति बिस्तारै नजिक आयो र रमेशले देखे कि यो एउटा महिलाको आत्मा थियो। उसको अनुहार सेतो थियो र आँखामा डरलाग्दो चमक थियो। आत्माले रमेशलाई भन्यो, म यस बाटोमा एक्लै मरेँ, अब तिमी पनि एक्लै मर्नेछौ। रमेश डरले चिच्यायो र भाग्न थाल्यो। आत्माले उसको पछ्यायो र रमेशले आफ्नो पछाडि चिसो हावा महसुस गर्यो। उसले दौडिरह्यो जबसम्म ऊ गाउँको छेउमा पुगेन। गाउँमा पुगेपछि रमेशले सास फेर्न थाल्यो र आफ्नो घरतिर दौड्यो। घर पुगेपछि उसले ढोका बन्द गर्यो र ओछ्यानमा पस्यो। तर उसलाई निद्रा लागेन। उसले त्यो आत्माको डरलाग्दो अनुहार सम्झिरह्यो। भोलिपल्ट रमेशले गाउँलेहरूलाई आफ्नो अनुभव सुनायो। गाउँलेहरूले भने, तिमी भाग्यमानी हौ कि तिमी बाँचेर आयौ। अँध्यारो बाटोमा धेरैले आफ्नो ज्यान गुमाएका छन्। त्यस दिनदेखि रमेशले कहिल्यै अँध्यारो बाटोमा हिँड्ने हिम्मत गरेन र गाउँलेहरूले पनि त्यो बाटोमा रातको समयमा हिँड्न छोडे। आज पनि मानिसहरू अँध्यारो बाटोको कथा सुनाउँछन् र भन्छन्, आत्मा अझै पनि त्यहाँ घुम्छ।